हाम्रो यो सुर्खेतको खोला र बाँध सानो पुल आज यस्तो पानी पर्यो हिजो राति। यो पानीले यो जति घाँसहरू मडारेर यता 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 बनाएको छ नि, यति बढेर आएको कि यति सानो खोला पनि यति बढेर आएको, यति ठुलो पानी पर्यो कि मापन गरेर साध्यै छैन। अब यो खोला जाने त सेती गण्डकीमा हो, एमबी मेर पुगेर मेसिने हो, तैपनि यहीँ यति ठुलो छ भने हिजो यो कास्की जिल्लामा मात्रै पानी परेको होला कि चारैतिर पानी परेको होला सायद। माथिबाट आउने खरेहरूमा खासै मूल छैन, यसरी सुकेर बसे। हेर्नुहोस् है, अब हावा पनि लागेको थियो हल्का हल्का, रुखहरूको पात पनि फर्काइदिएको छ, बाँसकारीहरूलाई नि नुहाइदिएको छ। यो खोला देखेर मलाई आज अनौठो लाग्यो। म दिनदिनै यो एरियातिर घुम्न आउने गर्थेँ। आज मलाई यो सानो क्लिप लिएर यो बाँधनेरको यो बाँधले चाहिँ नहरको रूपमा चाहिँ एउटा बाँध बाँधिएको छ, जहाँ कि यो हेम्दाको फाँटेला पुग्ने सिँचाइ तल्लो भेगलाई पुरा गरिदिएको छ। हस्त गाइस, यो टिप्सका साथ अर्को भिडियोमा फेरि भेटौँला। अहिलेलाई हामी यो खोला सुर्खेत खोला बढेर उत्पात भएको स्थितिलाई हामी छायाङ्कन गऱ्यौँ। यही स्थितिमा आज यसलाई यहीँ क्लोज गर्छौँ है त गाइस।